हेलो गाइस, सबैजनालाई राधे राधे। आज चाहिँ तिहारको 5औं दिन भाइटिका। म 5 बजे उठेर फ्रेस भएँ अनि त्यसपछि चाहिँ आँगन बढार्नतर्फ लागेँ। मैले आँगन बढारेँ, दिदीले चाहिँ घर बढारी, त्यो भिडियो मैले देखाइनँ। त्यसपछि हाम्रो सुनुमुनु पनि उठ्यो। यो चाहिँ मेरो दिदीको छोरा हो, एकदमै प्यारो छ। उठेर माथिबाट आउँदै थियो, मैले ल्याएँ तल। बुबाले चाहिँ पानी खानु हुँदै थियो, आमाले पनि मनतातो पानी खानु हुँदै थियो। त्यसपछि मैले चाहिँ खाना बनाउनतर्फ लागेँ। आज चाहिँ मेरो खाना बनाउने पालो भएकाले आज मैले खाना बनाएँ। यो चाहिँ मेरो फर्स्ट भ्लग हो, त्यसैले सबैजनाले माया गरिदिनु होला, सबैजनाले हेरिदिनु होला, प्रतिक्रिया दिनु होला। आज चाहिँ मैले फर्सीको सब्जी पकाएको थिएँ। फर्सी, सोयाबिन, मटर, आलु, यो चाहिँ मैले पकाएको सब्जी। अनि यो टमाटर छोपहरूको अचार, यो चाहिँ दाल। अनि त्यसपछि म मेकअप गर्नतर्फ लागेँ अनि मेकअप गरेँ। अनि दिदी र मैले मेकअप गऱ्यौँ। दिदीको चाहिँ मेकअप गरेको भिडियो मैले राखिनँ, मैले मेकअप गरेँ। अनि त्यसपछि यो मेरो फाइनल लुक कस्तो छ हेरेर कमेन्ट गरिदिनु होला। त्यसपछि हामी टिका लाउनतर्फ लाग्यौँ। यो चाहिँ हामीले छेकेर पानीले, तिहारमा चाहिँ भाइटिका दादा भाइलाई टिका लगाइदिँदा 3 चोटि छेक्ने चलन छ। त्यही भएर हामी दुईजनाले दादालाई टिका लगाउनुभन्दा अगाडि छेक्यौँ। पानीले छेकेर ओखरलाई पानी हाल्दै पूजा गर्नुपर्छ। त्यसपछि हामीले छेकिसकेपछि दादालाई तेल लगाइदिएँ। मैले तेल लगाइदिएँ अनि दिदीले कपाल कोर्दिए। अनि त्यसपछि चाहिँ हामीले पूजा गर्न थाल्यौँ फुलले। तिहारमा चाहिँ सबैभन्दा बढी फुलले पूजा गर्नुपर्छ अरे। जसरी फुल मौलाउँदै जान्छ त्यसै गरी दाइ भाइको पनि जिन्दगी त्यसरी नै मौलाएर जान्छ भन्ने विश्वास रहेको छ। त्यही भएर हामीले फुलले पुज्यौँ। त्यसपछि चाहिँ टिका लगाइदिन दिदीले टिका लगाइदिन आँटी। अनि दिदी र म दुवैजना मिलेर दादालाई टिका लगाइदियौँ। तपाईँहरूले पनि सबैजनाले आफ्नो आफ्नो ठाउँमा तिहारमा दाइ भाइलाई टिका लगाइदिनु भयो होला, रमाइलो गर्नुभयो होला। हामीले पनि हाम्रो दादालाई टिका लगाइदियौँ, टिका लगाउँदैछौँ। टिका लगाइदिँदैछौँ हामी चाहिँ। आमा चाहिँ दिदी घर टिका लगाउन जानका लागि रेडी हुनुहुँदैछ। अनि त्यसपछि हामीले चाहिँ दिदी र मैले चाहिँ माला लगाइदिन आँट्दैछौँ। माला लगाइदिउँ। अनि माला लगाइदिएपछि म र दिदीले चाहिँ दादालाई गिफ्ट ल्याइदिएको थियौँ, त्यो गिफ्ट दिइसक्यौँ। अनि ओखर फुटाउनतिर जान आँट्यौँ। चाहिँ हामीले खायौँ, दादालाई खुवाइदियौँ। अनि ओखर फुटाउनतर्फ त्यो पानी अघि चाहिँ छेकेको चाहिँ हामीले फेरि खोल्नुपर्छ अनि त्यसपछि मात्रै ओखर फुटाउनुपर्छ। अनि यो चाहिँ हामीले अघि छेकेको खोल्यौँ। अनि त्यसपछि हामीले ओखर फुटाइसक्यौँ। अनि मलाई चाहिँ दादाले टिका लगाइदिँदैछ। यतिकैमा यो भ्लग सकिन्छ। अर्को भ्लगमा फेरि भेटौँला।